तथ्याङ्क व्याख्या यसबाट 6 वटा क्वेशन सोधिन्छ त्यही रेशियो प्रोपोर्सन एभरेज भेन डायग्राम यसका नियमहरु हामीले बुझ्नुपर्छ अब हामी यो कन्टिन्यू 2-3 दिन यसैमा जान्छौं अब पहिला भेन डायग्राम टाइप हो भेन डायग्राम टाइप त्यो भित्र पनि अब 3-4 टाइपको छ त हुँदैन फर्स्ट टाइप भेन डायग्राम भित्र पनि फर्स्ट टाइप एउटा सर्वेक्षणमा 60% ले तामाङ भाषा बोल्छन् हेर्नुस् है सो सर्वेक्षणमा 70% ले मगर भाषा बोल्छन् सो सर्वेक्षणमा 40% ले दुवै भाषा बोल्छन् अब कम्तीमा एक भाषा बोल्ने कति प्रतिशत कम्तीमा एक भाषा बोल्ने कति प्रतिशत छन् दुवै भाषा नबोल्ने कति प्रतिशत छन् दुवै भाषा नबोल्ने कति प्रतिशत छन् एउटा मात्रै भाषा बोल्ने कति प्रतिशत छन् एउटा मात्रै भाषा बोल्ने कति प्रतिशत छन् मगर भाषा मात्रै बोल्ने कति प्रतिशत छन् ल यसरी यो कहिलेकाहीँ न्यूमेरिकलमा एउटा मात्रै क्वेशन आइदिन नि सक्छ हेर्नुस् यो कहिलेकाहीँ न्यूमेरिकलमा एउटा मात्रै क्वेशन आइदिन पनि सक्छ कहिलेकाहीँ न्यूमेरिकलमा तपाईहरुलाई एउटा मात्रै क्वेशन आइदिन नि सक्छ कहिलेकाहीँ चाहिँ तपाईहरुलाई अब यसरी 3-4 क्वेशन 3टा त सोध्छ अनि यसका 3टा अर्काको 3टा गरेर 6वटा क्वेशन सोधिरहेको हुन्छ भनेपछि हामीले के बुझ्नु पर्यो भने यहाँ हेर्नुस् है यो अब तपाईले यसलाई बनाउनुस् जहिले पनि यो भेन डायग्राम नबनाइ त यो राख्नै थाल्ने हो यो 2टा आओस् कि 3टा आओस् कि 4 आओस् जे आओस् भेन डायग्राम बनाइहाल्ने भेन डायग्राम बनाइहाल्ने यहाँ 2टा मात्रै छ त 3टा बनाउनु पर्छ पर्सेन्ट भन्ने बित्तिकै जहिले पनि 100% हुन्छ तपाईले जहिले पनि यो सेन्टरबाट राख्न थाल्नु जे सुकै आओस् सेन्टरमै हिट गर्ने ढाडा टेकेर टाउका हान्ने ढाडा टेकी टाउका हानिहाल्ने 40
जहिले पनि सेन्टरबाट राख्ने। यदि यही सोध्याएर छ भने बरु यी एक्सपान्ड जानु, तर तीबाट जाने, दुईटा रुममा चाहिँ जाँदैन जाने। मतलब सूत्र भयो यदि सूत्र कण्ठ पार्नुपर्ने हुन्छ, सेन्टरबाटै जाने। यहाँ जहिले पनि ओभरल्यापको पिरियड पार्ट जे छ त्यहाँ मात्रै फैलन थाल्ने। जसरी हामीले त्यो चाहिँ यहाँ पोइन्ट राखेर हामीले सर्कल खिच्छौँ त्यसै गरी। नम्बर अफ तामाङ बोल्ने 60%, मगर बोल्ने 70%, तामाङ बोल्ने 60%, मगर बोल्ने 70%, दुवै बोल्ने 40 हो। त्यसो भए तामाङ मात्रै कति हुन्छ भन्नुहोस् त? त्यसो भए तामाङ मात्रै बोल्ने कति हुन्छ त? अब तामाङ मात्रै बोल्ने कति हुन्छ त? 60 मा 40 घट्दा 20, मगर मात्रै बोल्ने 30। जम्मा कति आयो त? यो 100 मध्ये यहाँ यो डल्लोमा कति आयो? यो डल्लो भरिमा जम्मा कति आयो? 90 आयो। अनि दुवै नबोल्ने चाहिँ 10। यो युनिभर्सल चाहिँ पर्छ, यो डल्लोमा चाहिँ पर्दैन, नेगेटिभ चाहिँ। अब कम्तीमा एक भाषा बोल्ने, कम्तीमा एक भाषा, कम्तीमा भन्ने बित्तिकै यो युनियन यो गोलोभित्र परेको चाहिँ कम्तीमा एउटा, कम्तीमा एक भनेपछि यो पनि पर्यो, दुईटै पनि परिहाल्यो। यो तामाङ मात्रै पनि एउटा पर्यो कम्तीमा, 30 मात्रै पनि पर्यो कम्तीमा। त्यसो भए दुईटै बोल्ने त कम्तीमा एउटा त बोलिहाल्यो भनेपछि यो डल्लो भरिको जति सबैको जहिले पनि यो 90%। अब दुई भाषा नबोल्ने 10%, एउटा भाषा मात्रै बोल्ने कति पर्सेन्ट भनेपछि 30 र 30ले 50%। अब मगर मात्रै बोल्ने 30% भन्नु 36 जना भाइ, 30% भन्नु 36 जना, मगर मात्रै बोल्ने 30%, 30% भन्नु चाहिँ 36 जना। अब 1% भन्नु 36/30, अब 100% भन्नु 36/30 × 100, 3 × 3 12, त्यहाँ 12 × 120 जना। अब यसमा कुनै कन्फ्युजन छ भने भन्नु पर्यो। यसमा कन्फ्युजन छ? एउटा म यस्तै दिन्छु भन्छु, एउटा यस्तै म दिन्छु, अलि फरक बनाएर दिन्छु। यसमा कन्फ्युजन छ भने सेन्टरबाट राख्न थाल्ने। अब म यहाँ दिन्छु, यो गर्नुहोस् है। 300 जनामा गरिएको सर्वेक्षणमा एकमा 210 जनाले फुटबल मन पराउँछन्, 2 मा 180 जनाले भलिबल मन पराउँछन्, 3 मा 30 जनाले दुवै खेल मन पराउँदैन, पराउँदैनन्। अब 1 मा दुवै खेल मन पराउने कति प्रतिशत छन्? जम्मामा कति पर्सेन्ट? जम्मा मध्ये कति पर्सेन्ट? 2 मा। फुटबल मात्र मन पराउने कतिजना? 3 मा। कम्तीमा एक खेल मन पराउने कतिजना?
चारमा एउटा मात्रै खेल मन पराउने कतिजना यदि गर्नुहोस् त एउटा मात्रै खेल मन पराउने कतिजना कति आयो अब यहाँ हेर्नुहोस् है अब यो बनाइहाल्नुहोस् नम्बर अफ यो फुटबल भनेपछि 210 फुटबल भनेपछि 210 जम्मा चाहिँ 300 अनि भलिबल भनेपछि 180 पर्सेन्ट भनौँ चाहिँ आफैले बुझ्नुपर्छ दुवै खेल मन पराउने बाहिर 30 दुवै खेल मन पराउनेलाई यक्स मान्दियौँ यो 210 माइनस यक्स यो 180 माइनस यक्स जहिले पनि यहीँबाट हान्थाल्ने सेन्टरबाटै जम्मा 300 जना चाहिँ बराबर यो त्यो पुरै डल्लोमा 210 या माइनस यक्स 210 माइनस यक्स प्लस यक्स प्लस 180 माइनस यक्स प्लस 30 यो एउटा दुईटा तीनटा यो चारवटा सबै अब यो माइनस प्लस काटो माइनस अगाडि आउँदा प्लस यक्स बराबर यो 210 र 180 र 3 जोड्दाखेरि 400 कति हो 420 हो 420 हो प्लस 300 आउँदा माइनस 300 therefore यक्स इक्वल टु 120 यो 120 आयो अब यक्सको मान 120 आयो दुवै खेल मन पराउने कति प्रतिशत छन् भनौँ 120 जना आयो 120 जना सोध्यो भने प्रतिशतमा सोध्यो 120 जना जम्मा 300 जना मध्ये 120 जना पर्सेन्ट 100 मा 3 एघार 3 चौको 12 40 यो 40% रहेछ पर्सेन्टमा संख्या सोधेको छ कि पर्सेन्टमा सोधेको छ कि जे सोधेको छ त्यसै गर्नु। अब फुटबल मात्रै मन पराउने भनेपछि 210
210 माइनस 120 भनेपछि 90 जना। अब कम्तीमा एक खेल मन पराउने यो 30 भन्दा बाहेक चाहिँ 270 जना। यो 30 जना त दुईटी मन पराएन, त्योभन्दा बाहेकले त कम्तीमा एउटा मन परायो। अब एउटा मात्रै मन पराउने चाहिँ यो 90 जना, अनि यतापट्टि चाहिँ 60 जना। 180 मा 120 गर्दा 60 जना, यो 90 र 60 जना। ल अब यहाँ कन्फ्युजन छ भने भन्नु पर्यो। यिनीहरूमा केही डाउट छ? पर्सेन्टमा सोध्न नि सक्छ, त्यसलाई अर्कोमा लान सक्छ, जेमा लाने। यसमा केही कन्फ्युजन छ भने भन्नुहोस्। अब दोस्रो, यसमा कुनै कन्फ्युजन छ? यो दुईटा भएकोमा यो कहिलेकाहीँ एउटा मात्रै न्युमेरिकलमा सोध्दै नै सक्छ। अब अर्को, एउटा सर्वेक्षणमा चिया, कफी र दुध पिउने छन्, पिउने देखिए। तीनैवटा नपिउने कोही पनि छैन, तीनवटै नपिउने कोही पनि छैन। कुनै न कुनै एउटा न एउटा त पिउँछ। तीनटै नपिउने चाहिँ कोही पनि छैन। यो मिल्क, यो टी, यो कफी टू A/15, A/20, A/20, 2A/15। यहाँ चाहिँ अब A/12, यो वाट, A/5, यति यति दियो। यहाँ चाहिँ हो। अब देखिए जम्मा ए छन्, जम्मा ए जना, जम्मा चाहिँ यो सबै गरेर जम्मा ए जना। यो 2A/15, 3A/20, 2A/15, A/20, A/12, अब A/5 छ। अब यहाँ तीनटा आइटम, दुध, चिया र पिउने देखियो। एकमा चिया मात्र पिउने, चिया मात्रै पिउने कति छन्? A/12, A/4, A/5, A/6। एकमा, दुईमा, तीनवटै पेय पिउने, पिउने भन्दा चिया मात्र पिउने, चिया मात्र पिउने कति प्रतिशत बढी छन्? यहाँ हेर्नुहोस् है। अब
दुईवटा मात्र पेय पिउने 110 जना भए। दुईवटा मात्र पेय पिउने 110 जना भए। एउटा मात्रै पेय पिउने कतिजना छन्? एउटा मात्र पेय पिउने कतिजना छन्? पेय पिउने कतिजना छन्? हेर्नुहोस् है, कुल संख्या मध्ये जम्मा संख्या मध्ये कम्तीमा दुईटा पेय पिउने कति प्रतिशत छन्? कम्तीमा दुईवटा पेय पिउने कति प्रतिशत छन्? ल अब यसरी सोध्यो, यसरी ए दिएर यो ठ्याक्कै यही प्याटर्नको सोधेको थियो अस्ति 80 मा। यसै गरी एउटा वार्ड भनेर अनि यो पर्सेन्टमा दिएको थियो, कुनैमा अपनमा दिएको थियो। यसलाई पर्सेन्टलाई दिने कुरालाई जस्तो अब ए अपन 20 भन्नु चाहिँ यो 5% त्यसरी दिएको थियो। अब यहाँ हेर्नुहोस् है, अब यस्तोमा तपाईहरुलाई म एउटा सहिलो तरिकाले लान्छु अनि अर्को यसैबाट पनि कसरी हेर्यो भने त दुईटै सिकाउँछु। तपाईलाई जुन सही लाग्छ त्यही गर्नु। पहिला नम्बरमा यो के पनि थाहा छैन, हामीले एलाई मान्ने, यो ए जनालाई टोटल मान्ने। यो 15 20 5 20 15 12 यो वाट भने सबै यो यसको एलसिएम लिने। 15 20 र 5 को एलसिएम कति हुन्छ? 12 5 15 र 20 को एलसिएम कति हुन्छ? यो 15 20 5 र 12 को एलसिएम कति हुन्छ? 60। जम्मा विद्यार्थीलाई 60 मान्नु। ल यहाँ कोही पनि नपिउने भने त काहीँ न काहीँ त पिआरले जम्मा त यी छँदै छन्। त्यसो भए 60 जना ए बराबर 60 मान्यौँ हामीले, जम्मालाई 60 मान्यौँ, ए को मान 60 मान्यौँ। अब यो 60 दुना 120 लाई 15 ले भाग गर्दा 8, 60 त्यहाँ 180 लाई 20 ले भाग गर्दा 9, 60 लाई 5 ले भाग गर्दा 12, 60 लाई 20 ले भाग गर्दा 3। यो त एउटै छ, यो पनि 8 भयो। यो 60 लाई 12 ले भाग गर्दा 5। जम्मा कति आयो भन्नुस् त? जम्मा यो सबै जोड्दा कति आयो त? सबै जोड्दा कति आयो? यो जोड्दा 52 आयो। 9 8 17 3 ले 20, 20 40, 5 ले 45 पो आउँदो रहेछ। त्यसै भन्न भाइ यो 9 र 8 ले 17, 17 3 ले 20, 8 ले 28 र 12 ले 40 र 5 ले 45। त्यसो भए यो वाट भने कति हो त? वाट भने कति हो? वाट भनेको 15। अब 60 मा 15 भने कति हो? यहाँ ए को मान कुन चाहिँमा 15 आउँछ भन्नुस् त? ए को मान 60 राख्नु पर्यो। 12 ले यसलाई भाग गर्दा 12 ले 60 लाई भाग गर्दा ए को मान त 60 हो नि त। ए को मान 60 राख्नुस्। कुन चाहिँलाई 60 ले भाग गर्दा के अरे यहाँ कुन चाहिँलाई तलकाले भाग गर्दा 15 आउँछ त? ए भन्ने यहाँ 60 छ, यहाँ ए भन्ने 60, जुनमा नि 60 छ, कुन चाहिँमा चाहिँ 15 आउँछ त? ए/4। यति बुझ्नुभयो? तपाईले यो एलसिएम लिएर घटाएर टाइम किल गर्नु पर्दैन नि, यो त बुझ्नुभयो नि। यो यसरी तपाईले मान्न जानुभयो भने एकदम इजी हुन्छ। अब तीनवटै पेय पदार्थ पिउने भन्दा ल हेर्नुस्, तीनटै पेय पदार्थ पिउने 3। एको मेटिएँ मैले, ए/5 हुन्छ भने तपाईको 15 चाहियो। यो 60 लाई 12 ले भाग गर्दा 15 आउँछ त? 5 आउँछ, यो मिलेन। अनि यो 60 लाई 4 ले भाग गर्दा 15 आउँछ, यो मिल्यो। त्यति कुरो। यो त ए/5 भइगयो नि, चिया मात्रै होइन, यो कफी भने चिया मात्रै भने यो भन्नु पर्यो नि।
कफी भने चिया मात्रै भनिन्छ। अब ल ठिकै छ, यो पनि यो कफी भन्नुहोस् है, यो चाहिँ चिया भने भए त A/5 खाने थियो, के गर्ने पर्दैन। चिया भनेर सोधे भए त यो A/5 राख्दै भइहाल्थ्यो, केही टेन्सनै थिएन। तर सोधे चाहिँ कफी हो, यहाँ कफी भने चियालाई सीलाई चिया नै भन्ने भयो। अब यहाँ हेर्नुहोस् है, अब तिनटै पेय पदार्थ पिउने भन्दा चिया पिउने कति प्रतिशत बढी छ भने चिया पिउने 12, चिया पिउने 12, तिनटै पिउने 3, तीनवटै पिउने 3, चिया मात्रै पिउने चाहिँ 12। कति प्रतिशत बढी भन्नुहोस् त? चिया मात्रै पिउने 12, यहाँ त सुन्न पाइहाल्थ्यो नि यो भएर। तिनटै पेय पदार्थ पिउने 3, चिया मात्रै पिउने चाहिँ चिया मात्रै पिउने 12, कति प्रतिशतले बढी हो त? हो, पर्सेन्ट बढी। कतिले बढी भन्दा 3 भन्दा 12 कतिले बढी त? 3 भन्दा 12 चाहिँ 9 ले बढी। बढी केमा? कममा। पर्सेन्ट 100 मा 300% बढी। अब कन्फ्युजन हुन्छ त? यो तिनटै पिउने 3 जना, चिया मात्रै पिउने 12 जना यहाँ आइसकेको छ मान। अब तीनवटै पिउने 3, चिया मात्रै पिउने 12, कति पर्सेन्टले बढी भन्नु? यही ठाउँमा कति पर्सेन्टले कम भनेपछि के गर्ने? तिनटै पेय पदार्थ पिउने, चिया मात्र पिउने भन्दा कति प्रतिशत कम छन्? ल यसैमा कति पर्सेन्ट कम भनेपछि कति हुन्छ? यही प्रश्नमा तिनटै चिया पदार्थ पिउने, चिया मात्रै पिउने भन्दा कति प्रतिशतले कम भनेको कति हुन्छ? कति प्रतिशतले कम भनेको भए कति हुन्छ? हो, अब यहाँ 12, 3, 12% कम, कतिले कम? 9 ले कम, कम बढीमा हुन्छ पर्सेन्ट 100 मा। 4 ले 2500 को 100, 2500 को 100, 3 चौको 12, 3 ले 9 लाई 3 पटक 75% कम। शब्द मात्रै क्लियर भयो हुन्छ कि कम र बढी हुन्छ, त्यो दुईटाको राखे नि, कुन चाहिँ कम कुन चाहिँ बढी लेखेन हेर्नु। अब अर्को हेर्नुहोस्, अब हेर्नुहोस्, दुईटा मात्र पेय पदार्थ पिउने, यहाँ दुईटा मात्रै पेय, यहाँ दुईटा मात्रै पिउने के छ ल भन्नु त? यहाँ दुईटा मात्रै पिउने के हो? कतिजना हो? दुईटा मात्रै पिउने, यो तथ्याङ्क भयो हेर्नुहोस्, दुईवटा मात्रै पिउने कतिजना? फेरि कहाँ 20 जना लेख्नु भइछ नि? दुईटा मात्रै पिउने, यो दुईटा मात्रै पिउने, यो 9 जना, यो दुईटा मात्रै पिउने 9 जना, अनि यो 8 जना, यो 8 जना, अनि यो 5 जना। दुईटा मात्रै त यो हो नि त, यो र यो दुईटा मात्रै यहाँ, यो र यो दुईटा मात्रै यहाँ, यो र यो दुईटा मात्रै यहाँ। 9, 8, 17, 5 ले 22 भन्नु। यहाँ अहिले हामीले मानेकोमा 22 भन्नु, रियलमा चाहिँ 110 जना रहेछ। अहिले हामीले मानेकोमा चाहिँ 22 भन्नु, रियलमा चाहिँ 110 जना रहेछ। 1 भन्नु 110/22। अब एउटा मात्रै पिउने, कतिजना भन्नु त? एउटा कति हो त? यो एउटा, यो एउटा, यो एउटा, कति हो जम्मा? एउटा मात्रै पिउने चाहिँ, यो मिल्क मात्रै, यो टी मात्रै, यो कफी मात्रै, कति हो त? 35 जना। यो 12, 8 ले 20 र 15 ले 35 भन्नु चाहिँ यो 110/22 × 35। हामीले मानेमा 22 भने 110/35 भने कति भने हो? 175 जना।
हामीले मानेकोमा चाहिँ 22, त्यो भने रियलमा चाहिँ 110 जना अरे, अनि 35 भने 175 जना सकिया। यो गर्नुहोस् त, कुल संख्या मध्ये कुल संख्या त 60 हो, कम्तीमा दुईटा कति हुन्छ? कुल संख्या मध्ये कम्तीमा दुईटा होइन, यहाँ दुईटा मात्रै थियो, दुईवटा मात्रै भनेमा चाहिँ 22 थियो। अब दुई कम्तीमा दुईटा चाहिँ कति हो त? कहाँबाट आयो? निधार बस्नुहुन्छ कि क्या हो? यो 8 हेर, यो मिल्क ओन्ली 8, मिल्क ओन्ली 8, मिल्क मात्रै, कफी ओन्ली 15, अनि टी ओन्ली 12। यसरी जोडेसी 35 आउँछ। ल, एउटा मात्रै भने चाहिँ यो टी ओन्ली हो। कुल संख्या मध्ये कुल संख्या हाम्रो कति? कुल संख्या 60, कुल संख्या 60, कुल संख्या मध्ये कम्तीमा दुईटा भने चाहिँ 9, 8, 5 र 3, त्यो दुईटा मात्रै प्लस 2 भन्दा बढी, त्यो चाहिँ कम्तीमा दुईटा। कहाँ 30 लेख्यो भने यो 8 र 9 ले 17, 5 ले 22 र यो 3 जोड्दा 30 पुग्छ त 25 हो नि त। 25 कम्तीमा दुईटा भने 25 इन्टु 100, 20 5 100, यो अब 20 त्यहाँ 60, 125/3%। ल, 41 पनि सम्म। अब यसरी आयो भने यस्तो डाटामा अब कन्फ्युजन हुन्छ। यो सबैको हरको एलसिएम लिएर एउटा मान मान्दैन नि, अनि ठ्याक्क यो सबैले एलसिएम लिने बित्तिकै यसले काट्छ, यसले सबैले काटिहाल्छ। कम्तीमा दुईटा भने दुईवटा मात्र प्लस सोभन्दा बढी। ल, सोभन्दा बढी यसलाई चाहिँ कम्तीमा दुईटा भन्छन्, कम्तीमा दुईवटा। तेरिका मैले 40 मध्ये बिहे गरेँ, कम्तीमा दुईटा मेरा भएन, कम्तीमा दुईटा त त्यसै 40 बिहे गरेका दुईटा हुँदैन, दुईटा मात्रै बिहे गरेका दुईटा हुन्छन्, 4 नै बिहे गरेका पनि कतिवटा हुन्छ? त्यसरी बुझिन्छ भाइ पनि, अन्त त्यो त बुझिहाल्यो। कम्तीमा दुईटा मात्रै भन्दा चाहिँ 3टा हुन भएन, दुईटा मात्रै भन्दा चाहिँ 3टा हुन भएन। अनि यहाँ चाहिँ कहाँनिर कन्फ्युजन भन्नु? अब यहाँ भाइ पनि आउँछ, जति नै बुझिन्छ। दुईटा मात्रै भन्दा चाहिँ एउटा नै हुनु भएन, 3टा नै हुनु भएन। कम्तीमा दुईटा भन्दा चाहिँ 3टा, 4, 5वटा जतिवटा भयो नि, कम्तीमा दुईटा चाहिँ भयो। यहाँ कन्फ्युजन चाहिँ कहाँनिर छ ल भन्नु? ल, फोटो खिच्नुहोस्। यो ए बराबर 60 मान्या, 60 चाहिँ के का आधारमा मान्या भन्दा 15, 12, 5, यो 12 को एलसिएम लिएर माने। 15 को, 20 को, 5 को, 12 को एलसिएम लिँदा 60 आयो। अनि 60 दुना 120 लाई 15 ले भाग गर्दा 8, 60 यहाँ 180 लाई 2 9 भयो, 60 लाई 5 ले गर्दा 12 भयो, 60 लाई 20 ले भाग गर्दा 3 भयो, अनि यो सबै जोड्दा 45 भयो। यो भन्दा बाहेक जोड्दा 45 हो। यो सबै जोड्दा 60 हुनु पर्यो नि, माथिको 45 भएपछि यो 15 भएन। नत्र भ्याउँदै भ्याउँदैन कि, नत्र त त्यो एबाट जानु पर्यो भने त नमिल्ने त हुँदैन। हेर्नुहोस्, मिल्न त मिल्छ, त फेरि मिल्दैन त म भन्दैन, मिल्न त मिल्छ, तर जहाँ भ्याइँदैन त्यति मात्रै। मिल्न त किन नमिल्ने? अब जस्तो यसैलाई गर्न पर्यो यति सजिलो हुन्छ, यसैलाई गर्न पर्यो यति सजिलो हुन्छ। अब जहाँ चाहिँ ए गरेर यहाँ भयो 8, 9, 17, 5, 20, 3, 25 लेख्न एकैछिन आइहाल्यो। 9, 8, 17, 5 ले 22, 3 ले 25। अब होइन भने त 3a/20 प्लस a/20 प्लस 2a/15 प्लस अनि फेरि a/12। अब एलसिएम लिएर त ए को भागमा निकाल्नु पर्ने त कहिले निकाल्ने?
अब एउटा क्वेसन गरेर घर फर्कन्छु भने मात्रै हो कि हामीले राखेको होइन, प्रश्नले नै राखे कि तपाईँको 15 आयो, 15 आयो, यो कफी पिउने 15 आयो, तर तपाईँलाई अप्सनमा के दियो भने A/4 दियो। ए भने हामीले यहाँ 60 मान्यौँ, अनि 60/4 गरेपछि 15 आएन। ल यसरी भएको यो गरे समय बचाएको मात्रै हो। हेर्नुहोस्, मैले अरू होइन, समय बचाउनलाई यो सिकाएको हो। अरू त तपाईँले आफैले गरिहाल्नुहुन्छ नि, नत्र त तपाईँले यस्तो सिकाउन थाले हो ग्यारे जस्तो लाग्छ। जहाँ जाँदा के गरी अब एलसिएम कसरी लिने भन्नु, अब एलसिएम लिने यसरी तपाईँले अचम्मै गरिदिन्छ है कति होइन। अब एलसिएम लिने कसरी भन्नुभयो भने त अचम्मै भयो नि। फेरि यो 15 छ यसरी दिने, यहाँ 20 छ यसरी लेख्ने, यहाँ 5 छ यसरी लेख्ने, यहाँ 15 भइसकेको छ, 20 पनि भइसक्यो, 12 अब यहाँ भएका फरक फरक अङ्क लिने, एउटै अङ्क त किन दोहोऱ्याएर लिनु पर्यो। अब यसलाई यसो गर्ने, कम्तीमा दुईटालाई लिनुपर्छ, 2 ले गर्ने, 15 लेख्ने, यो चाहिँ 10 लेख्ने, यो 5 लेख्ने, यो 6 लेख्ने, फेरि यो 2 गर्ने, 15 गर्ने, 5 गर्ने, कम्तीमा दुईटालाई खानु पर्यो, 6 गर्ने, 3 गर्ने। अब 3 ले खान्छ कम्तीमा दुईटालाई खानै पर्यो, एउटा मात्रै खाएर भएन। नखाए सार्ने, यसले 10 खायो, यसले 12ले 6 खायो, फेरि 2 ले यसलाई 5 खायो, यसले 3 खायो। अब यसलाई 6 लाई मात्रै खाएर 2 ले गरेर नभने, कम्तीमा दुईटालाई, जतिवटा भए पनि दुईटालाई खानु पर्यो। 3 ले खान्छ, 3 पंचे 15, नखानेलाई सार्ने, 3 दुना 6, 3 एकाना 3। अब 3 ले खाने, अब 5 ले, 5 एकाना, एकाना दुना एकाना, 2 पंचे 10, त्यहाँ 30 एक पर्छ है। हामीले काम मिस्टेक गर्छौँ कि। अब 5 ले, पहिला 2 ले, यो 10 हो, 15 हो, यो 10 हो, यो 6 हो, फेरि 2 ले, 15 हो, 5 हो, 3 हो, ठिकै छ। अब 3 पंचे 15, 5 2 1, यहाँ मिस्टेक गर्नु, यहाँ 6 लेखिनु। ल 2 ले खान्छ। अब 15 10 5, यो चाहिँ 5 हो, यो 5, यो 3 भयो। अब 3 ले, 5 5 5 1, कम्तीमा दुईटा खानु पर्यो, 5 ले 1 1 1 1, 5 त्यहाँ 15 दुना 30 दुना 60 भयो न यसरी। अब यसरी एलसिएम लिने सकियो त। त्यहाँ माथि एलसिएम त्यसरी लिनै पर्दैन कि, यो 15 ले पनि, 20 ले पनि, 5 ले पनि, 12 ले पनि सबैले निषेध गर्दा नि सुरुको सङ्ख्या एलसिएम गर्ने, 15 ले पनि निषेध भएको जाओस्, यसले पनि सबै। अब अर्को, अब अर्को गर्ने। अब थर्डमा 450 विद्यार्थीमा 60 जना 3वटै विषयमा फेल भए, 3वटै विषयमा फेल भए, यो 450 विद्यार्थीमा 60 जना 3टै विषयमा फेल भए, 167 जना 3वटै विषयमा पास भए, 179 जना नेपालीमा फेल भए, 191 जना सामाजिकमा फेल भए, 175 जना लेखामा फेल भए, अब 62 जना लेखामा मात्र पास भए, 52 जना सामाजिकमा मात्रै पास भए, सामाजिकमा मात्र पास भए, 52 जना सामाजिकमा मात्रै पास भए, 48 जना
नेपालीमा मात्रै पास भए, नेपालीमा मात्र पास भए। पहिलो नम्बरमा एकवटा विषयमा मात्रै, एकवटा विषयमा मात्र, एकवटा विषयमा मात्र कतिजना फेल भए? फेल भए। दुईमा, दुईवटा विषयमा मात्र कतिजना पास भए? दुईवटा विषयमा मात्र कतिजना पास भए? तीनमा, कम्तीमा, कम्तीमा, कम्तीमा एक विषयमा कति पास भए? चारमा, लेखामा कति पास भए? पाँचमा, सामाजिकमा मात्र कति फेल भए? सामाजिकमा मात्र कति फेल भए? ल प्रश्न पहिला सार्नुहोस्, यो प्रश्न सार्नु। अब यसलाई कसरी हिट गर्ने? ए भाइ जीको पनि एलसीएम आउने भए त एलसीएम निकाल्न मिल्ने नै आउँछ नि भाइ पनि अझ जुनसुकै सङ्ख्या आएपछि एलसीएम निकाल्न मिल्छ कि सानो होला कि ठुलो होला है, त्यो एलसीएम निकाल्न नमिल्ने त हुँदैन हुँदैन। त्यो त तपाईँले के बुझ्नु पर्यो भने ए बहिनी भयो नि उही त हो नि, अब बहिनी नै भयो नि, बहिनीले नि त्यही बुझ्नु पर्यो। अब बहिनीले चाहिँ अर्कै बुझ्ने हुने हुन्छ त। फोटो खिच्नु। अब यहाँ हेर्नुहोस् है, अब एकछिन नसार्नुहोस्, अहिले बुझिनँ भन्नुहुन्छ। पहिला नम्बरमा यो भेन्ची त नभने त जाँदैन नि। तपाईँले एउटा मात्रै ट्रिक भनेको छु मैले, यहाँ त सङ्ख्या दिएको छ सजिलो छ, अहिले त यस मान्नु पनि पनि छैन। सङ्ख्या दिएमा त टेन्सनै छैन, सङ्ख्या दिएमा त यहाँ मान राख्ने हो। अहिले बुझिनँ भन्नुहुन्छ, यो पहिला क्लियर हेर्नुहोस् है। यो 450जना जम्मा सङ्ख्या, तिनवटा दिएको छ, तिनवटा ओभरल्याप गरिहाल्ने। अब यो नेपालीमा फेल, नेपालीमा, यो सामाजिकमा, सोसलमा, यो चाहिँ एकाउन्टमा। अब हामी केबाट जाने भन्ने कुरा निर्गोल गर्न यहाँ मात्र केमा दिएको छ हेर्नुहोस् त, त्यो मात्रलाई अर्कोमा बदल्न सजिलो छ, मात्रलाई अरूमा बदल्न सजिलो छ। किन म फेलबाट जाँदैछु भने मात्रलाई अर्कोमा बदल्न सजिलो छ। पहिला म तपाईँलाई भन्छु, दुईटा कुरा बुझ्नु पर्यो। मात्रलाई तपाईँलाई जस्तो मलाई सीता मात्रै मनपर्छ भन्नु चाहिँ हजारवटा कुरा एकैचोटि भन्नु। मलाई गीता पनि मन पर्दैन, निता पनि मन पर्दैन, प्रणिता पनि मन पर्दैन, सुनिता पनि मन पर्दैन भनेर 50 वटी 100 वटी 1000 वटीको नाम भन्नुभन्दा मलाई गीता मात्रै मनपर्छ भन्ने भने त्योभन्दा बाहेक तपाईँको मनमा केही पनि यसले अरूलाई मन पर्दैन भने 1 सेकेन्ड आउँछ आउँदैन हो। रहेको कुरा फेलबाट कुरा पासबाट केबाट जाने भन्ने कुरा। अब तपाईँले बाले आमासँग बिगारिया भन्नु र आमाले बासँग बिगारिया भन्नु चाहिँ के फरक छ?
अब जम्मा जहाँ कि पास र फेल हुन्छ। फेल राख्नु भनेको पास पनि सँगै थाहा भइहाल्छ। 50 जना विद्यार्थी छन्, 30 जना फेल भए भन्नुभयो। अब पास 20 जना पास भए पनि सँगै भने हुँदैन। 20 जना पास भए भने पनि 30 जना फेल भए सँगै भने हुन्छ। अब बुझ्नु भएन हो। त्यस कारणले यो मात्र भने चाहिँ सजिलो हुन्छ। मैले तपाईँलाई भने नि मलाई गीता मात्रै मनपर्छ भनेपछि तपाईँले सीतालाई के गर्छस्, नितालाई, प्रणितालाई, विनितालाई के भन्छ तपाईँले सोध्नु नै भन्नु। मैले गीतालाई मात्रै मनपर्छ भनिदिइहालेँ, तपाईँले बुझिहाल्नु यसले अरूलाई मन पराउँदैन। त्यो गीतालाई मात्रै मनपर्छ अथवा गीताप्रति पछि लाग्छ भन्नु बुझ्नु होला। भनेपछि के बुझ्नु पर्यो भने मात्र भन्ने बित्तिकै त्यसले सजिलो बनाइदिन्छ। त्यस कारण त्यसको उल्टोबाट जाने। अब हामीले फेलबाट गयौँ 179 जना नेपालीमा फेल, 179 जना नेपालीमा फेल, सामाजिकमा फेल 191, 191 सामाजिकमा फेल, 175 लेखामा फेल। यो फेलबाट जाँदैछौँ। तपाईँलाई मैले जहिले पनि मान राख्दा कहाँबाट राख्ने भनेको छु भन्नु त? सेन्टरबाट हिट गर्नु है भनेको छु। अब यहाँ मैले के राख्नु पर्यो भन्नुहोस्। यहाँ भएको मध्ये मैले ल्याएर यहाँ के राख्नु पर्यो? तिनटै हो। यी प्रेम चौधरीले मिलाइसक्नु एकदमै राम्रो गर्नु। यहाँ तिनटै भएको चाहिँ मैले यहाँ राख्नु पर्यो। तीनवटै भएको चाहिँ लिएर यहाँ राख्नु पर्यो। तिनटै भएको चाहिँ ल्याएर यहाँ राख्नु पर्यो। अब यहाँ के कन्फ्युजन छ? यो तिनटै भएको ल्याएर मैले राखेँ। अब हो यो लेखामा मात्रै पास भएकालाई अब फेल नबदल्ने। तीनटा विषयमा यो एकाउन्ट, यो नेपाली, यो सोसलमा एकाउन्टमा मात्रै पास भन्नु केमा मात्रै फेल हो? मान्छे जो मान्छे एकाउन्टमा मात्रै पास छ त्यो केमा मात्रै फेल हो त? अब यो मैले 62लाई कहाँ लगाएर राख्नु पर्यो भन्नु त? यो 62लाई मैले कहाँ लगाएर राख्नु पर्यो? यो एकाउन्टमा मात्रै पास छ भने त्यो केमा मात्रै फेल छ त? हो यो 62 जुन पास छ, यो 62 पासलाई चाहिँ मैले यहाँ लगाएर राख्नु पर्यो। किन भन्दा लेखामा पास छ भनेपछि यो नेपाली र सोसलमा चाहिँ फेल छ। अब मैले यो 52लाई कहाँनिर लगाएर राख्नु पर्यो भने त सामाजिकमा मात्रै पास छ भनेपछि त्यसलाई कहाँ राख्नु पर्यो? यहाँ राख्ने कि यहाँ राख्ने? यसमा राख्ने कि यसमा राख्ने? नेपाली र एकाउन्टमा राख्ने भनेपछि यो चाहिँ 52 जना यहाँ राख्नु पर्यो। त्यसो भए 48 जना चाहिँ मैले कहाँ राख्नु पर्यो त? अब यो 48 जना चाहिँ मैले कहाँ राख्नु पर्यो? यहाँ राख्नु पर्यो। हो यति भइसकेपछि यो त फेलकोमा गइछौँ हामी त फेलबाट। त्यसो भए यहाँ यो पुरै डल्लोमा 179 जना छ। यो जोडेर 179बाट घटाएर यहाँ राखिदिनुहोस्। यो जोडेर 179बाट घटाएर यहाँ राखिदिनुहोस्। यो जोडेर 191बाट घटाएर यहाँ राखिदिनुहोस्। यो जोडेर 175बाट घटाएर यहाँ राखिदिनुहोस्। ल एकचोटि त्यति चाहिँ गर्नुहोस् अहिले। त्यो त म त गरिदिइहाल्नु है। अब त आउँछ नि यो नेपालीका डल्लामा 179 चाहियो। त्यो मध्ये यो तीनटा आइसक्यो, यो बाँकी रहेको यहाँ आउँछ। अब यहाँ कहाँनिर कन्फ्युजन छ ल भन्नु। अनि यो तीनटै विषयमा पास चाहिँ यो फेलबाट गएपछि युनियनमा चाहिँ पर्छ 167 चाहिँ यता राख्नु पर्यो। हो नेपालीमा मात्रै चाहिँ कति आयो त? ओन्ली नेपालीमा मात्रै कति? 25 आयो। ओन्ली यो सोसलमा मात्रै कति आयो? 21 आयो। अब ओन्ली अकाउन्टमा कति आयो? 15 आयो। हो अब एक नम्बरकोमा यो हेर्नुहोस् है। यो एउटा विषय मात्रै फेल कतिजना? यहाँ फेल फेल फेल। एउटा विषय मात्रै फेल कतिजना त? 25 प्लस 21 प्लस 15। नेपालीमा मात्रै फेल 25, सोसलमा मात्रै फेल 21, एकाउन्टमा मात्रै फेल 15। एउटा विषयमा मात्रै फेल चाहिँ यति। नेपालीमा मात्रै फेल भने 25 मात्रै लेखे पुग्थ्यो। अब यो एउटा विषय मात्रै फेल भने बुझ्नुभयो नि? यो मात्रै यो त बुझ्नुभयो नि? अब एउटा विषय मात्रै फेल भने तपाईँले यो बुझिहाल्नुभयो। अब एउटा विषय मात्रै फेल भन्नु र दुईटा विषय मात्रै पास भन्नु एउटै हो। दुईको नि आन्सर एउटै आन्सर। एउटा विषयमा मात्रै फेल भयो भन्नु र दुईटा विषयमा मात्रै पास हो भन्नु एउटै कुरा हो। तीनटा विषय मध्ये एउटा विषय मात्रै फेल हो भन्नु र दुईटा विषय मात्रै पास हो भन्नु के फरक छ? यो भनेकै यो शब्द मात्रै फरक हो। एउटा विषयमा मात्रै फेल भन्नु, दुईटा विषयमा मात्रै पास भने
बुझ्नुभयो नि एउटै कुरा हो ६५ नै भयो यो दुईटै एउटै ६५ यही मान जोडेर ६१ आउने अब कम्तीमा एक विषयमा पास जम्मा 450 जना छन् 450 जना छन् त्यो मध्ये तीनटैमा गुल्टिनी 60 जना छन् तीनटैमा गुल्टिनी 60 जना छन् 450 मध्ये तीनटैमा गुल्टिए भन्दा बाहेक त कहीँ न कहीँ त पास भयो नि तीनटैमा गुल्टिनी त कहीँ पनि पास भएन नेपालीमा नि छैन तीनटै विषयमा फेल भनेको त कहीँ पनि पास भएन त्योभन्दा बाहेक त कम्तीमा एउटामा त पास भयो नि जम्मा 450 जना विद्यार्थी त्यो मध्ये तीनटै विषयमा गुल्टिनी त कहीँ पनि पास छैन भनेपछि कम्तीमा यति हो अब लेखामा पास कतिजना जम्मा लेखामा मान्छे 450 जना छन् 450 जना छन् यो लेखामा चाहिँ 175 जना यो डल्लाभरिमा लेखाको डल्लाभरिमा 175 जना अब यो कति आउँछ यो 250 275 हुँदो रहेछ 275 अब सामाजिक मात्रै फेल 21 जना यो बनाएपछि त यहाँ 50 वटा क्वेसन सोध्यो नि के पनि छैन यहाँ कन्फ्युजन छ भन्नुहोस् यहाँ कन्फ्युजन छ यहाँ कहीँ कन्फ्युजन छ भने भन्नुभयो यो एउटा विषयमा मात्रै फेल भन्नु र दुईटा विषयमा मात्रै पास हुने सेम कुरा हो एउटै हो चुप्पीमाथि फर्सी खसे नि फर्सीमाथि चुप्पी खसे नि जाने त फर्सी नै त हो एउटै होइन त तपाईँले फर्सीमाथि ल्याएर चुप्पी खसाले नि चुप्पीमाथि ल्याएर फर्सी खसाले जाने त फर्सी नै होइन एउटा विषय मात्रै फेल भने पनि दुईटा विषय मात्रै पास भने एउटै भएन यी लेखामा कतिजना पास भयो भने जम्मा 450 जना मध्ये 175 जना लेखामा फेल बाँकी पास होइन हेत्तेरी भने यो शान्ति शर्मा भने त अझ जम्मा 450 जना छन् लेखामा फेल 175 जना अनि बाँकी रहेका पास हुँदैन नि लेख जम्मा मान्छे मध्ये तपाईँ त झुकिन परेन कि यो त ल अब भर्खर दुईको भनिराखेको छु मैले यी तीनटा विषय मध्ये नेपालीमा मात्रै फेल भन्नु नेपालीमा मात्र फेल भन्नु चाहिँ यो सोसल र एकाउन्टमा पास यो 25 हो अनि दुईटा विषय मात्रै पास भएन यो दुईटा मात्रै आउँछ नेपालीमा मात्रै फेल भन्नु सोसल र एकाउन्टमा मात्रै पास भने हो 25 जना भइ भएन ल अब भोलि पनि डाटै हो पर्सि पनि डाटै हो यी सबै खालका डाटा यी सिटी पनि नबनाइकन डाटाले 6 नम्बरको क्वेसन छ 6 वटा हामीले यस्ता यो डाटाकाहरूलाई खेल्नै अभ्यास नगरेर बिग्रिने हो गाह्रो त डाटा हुँदैन तर अब त्यो चाहिँ अलि अभ्यास गरेर चाहिँ कस्ता क्वेसन कसरी गर्ने भनेर चाहिँ खेल्नु पर्छ हुन त छिटै सके हुन्थ्यो तर यो जे अलिकति बढी प्र्याक्टिस गरेर तयारी हुनु पर्यो त्यसमा तयारी हुनु पर्यो नि ल भोलि पनि डाटै हुन्छ अब कन्टिन्यू डाटा हो अब यहाँ मजासँग सिकाउँछु म यहाँ सिकाएको प्याटर्न बुझ्नु न भइगयो अब गरेपछि भोलि गरेपछि थाहा भइहाल्छ नि गाह्रो थियो कि सबैलाई नमस्कार म गरिदिउँला नि भइहाल्छ